देश तथा विदेशमा दुखी पीडितलाई समाज सेवा दिने हामीसँग हुनुहुन्छ कलौटे भाइरस। भाइरस होइन के भाइ, कलाकार तेजेन्द्र परिवार भन्नु पर्यो। तिम्रो दिमाग छैन यार, तिमी बोल्न जानु गइहाल। तिमी तिमी उठा त, तिमी आज हामीसँग हुनुहुन्छ एकदमै देश तथा विदेशमा ख्यापख्यापी पारेको अनि बिरामी छोराको हरामी बाउ पछौरी दोहोरीको कलौटे साउ। तपाईँलाई स्वागत छ। के भाषा बोल्या भाइ यार, के बोल्या? स्वागत गर्ने तरिका नि यस्तो हुन्छ र यार। सरी सरी सरी, अलि राम्रोसित गर्नु न, अलि राम्रो गर्नु स्वागत। यस्तो पनि तरिका हो? हजुर सरी सरी। के को सरी सरी? नसरी गर्नु न। तपाईँ हावा हावा स्वागत गर्नुहुन्छ। हामीसँग हुनुहुन्छ एकदमै देश तथा विदेशका भाइरस। भाइ तिमीले मेरो दिमाग नगाऊ है। भाइरस आज आएर फेरि भाइरस हो। हामीसँग उठ्छ यार, हाँसो नि लाग्छ यार बेला बेला। हामीसँग हुनुहुन्छ कलौटे साउ। तपाईँलाई स्वागत छ। यस्तरी हुन्छ स्वागत? स्वागत त यस्तरी हुन्छ होला नि, होइन? सिकाउनै पर्ने भाइ। स्वागत छ। भाइलाई त सिकाउनै पर्दो रहेछ। कहाँ हो घर? तपाईँ स्वागत गर्ने पत्रकार हो? पत्रकार होइन हजुर, पत्रकार हो जस्तो लाग्यो यार मलाई त। अनि विशेष गरेर छोडिदिउँ। अनि कलौटे चाहिँ कसरी नाम राख्न गयो तपाईँको? नाम त अब दर्शकले चिन्नुभयो त्यसरी गयो। अनि तपाईँले मार्केटमा सुनेको थिएँ अनि नामसँगै तपाईँको मन पर्ने साय कालो छ भन्ने सुनेको थिएँ। भाइ स्वागत गर्ने भए अलिक कार्यक्रम मलाई चाहिँ यसो दर्शकले चिने अनुसारले राम्रो गर्ने भए गर, नभए तिमी को भने के? तिमी यहाँ गइहाल। सरी सरी सर, तिमी यहाँ मलाई के गर्न आएको? हजुर सर, मेरो दुरुपयोग गर्न आएको? गइहाल त। सर सर हाम्रो कलौटे सर बसी सर। सम्मान गरेर स्वागत गर्दैछु भन्ने जे पाए बोल्दिनी। यहाँ निस्किहाल। सरी सरी, अब राम्रोसँग सर। यहाँ अर्कोचोटि मैले नराम्रो सुन्यो भने नि ल सर। अनि विशेष गरेर यार पुरै त्यो भालु भन्दा बेकार त हुन्छ नि, त्यो जङ्गलमा एकदम खतम क्या। जङ्गली भालु भन्दा नि बेकार। हेर न थुतुनो, चोर बिरालो कालो बिरालो हो न, त्यस्तै सेम। थुतुनो त सेम छ। के को सेम? यस्तो पनि छ मेरो? मेरो त एकदम क्लियर छ त यार। कति राम्रो छ होला सायद। अनि विशेष गरेर अहिले तपाईँले दोहोरी खोल्दै हुनुहुन्छ, पछौरी दोहोरी साँझ। होइन, मैले सुन्न गइरहेको छु धेरै ठाउँ अन्तर्वार्ता दिनुभएको छ। अनि तपाईँले यो दोहोरी खोल्ने पैसा कहाँबाट ल्याउनु भयो? कहाँबाट ल्याउनु? ऋण काट्यो।